र अहिले म ठ्याक्कै एउटा बजार चोकैमा छु। समयले बताउँदो रहेछ होइन मान्छेलाई। माछा मारिरहेछ भाइहरूले त्यो फुल्ली ब्ल्याक आए पनि तर राम्रो देखिन्छ, यस पवा लाग्छ होइन। त्यसलाई फेरि एकपल्ट वेलकम गर्न चाहेँ म होइन। अनि अहिले म यहाँ एउटा बजारमा बसिरहेको छु। भ्लग नहालेको पनि लगभग 4 देखि 5 महिना भयो होला होइन। अनि अब आज चाहिँ मैले भ्लग यत्रो महिनापछि ल्याउनुको कारण चाहिँ के हो भन्नुहुन्छ भनेदेखि त्यहाँ छ एउटा चिज होइन। अब त्यो चाहिँ सरप्राइजमै राखिरहेको छु। अब त्यसकै अब खुसीमा भनौँ न अब फेरि भ्लग गर्छु होइन। अब भ्लग नगरेर भएन, बरु अब जस्तो हुन्छ त्यस्तै लोकल टाइप भए पनि जस्तो भए पनि भ्लग चाहिँ गर्छु भन्ने सोचले फेरि मैले भ्लग लिएर आएको के एउटाको मेन बजार चोकमै छु। अनि यतापट्टि साइडमा छ यो बुद्ध चोक हो होइन। यति उता तलतिर लाप्ती रोड, यो कान्तिराज पथ जान्छ यता गयो भने वीरगञ्ज र यता गयो भने काठमाडौँ। यो भ्लगको खुसी पनि अब छ, यसको खुसी तपाईँहरूलाई बिस्तारै बिस्तारै थाहा हुन्छ। यहाँबाट मुनि जानुपर्ने हुन्छ अनि मुनि गएर तपाईँहरूलाई सबै देखाउँछु होइन। यहाँनिर चाहिँ मेरो क्लास छ। अनि मैले चाहिँ एउटा यस्तो चप्पल हेरिदिउँ भनेको, यो खालको चप्पल होइन। अब यो चप्पल कतिको ठिक हुन्छ, यो चाहिँ मात्र 1 पिस रहेछ होइन। अब लगाइरहेको छु म, तर हल्का ठुलो भास्तो हुँदो रहेछ कि अलिकति पछाडि त ठिक छ होइन, तर अगाडि चाहिँ त्यो बढी निक्ले जस्तो भयो। अब यो चप्पल चाहिँ मैले नदिनु भयो होइन। अब अरू चप्पल हेर्छु म। अनि यिनीहरू चप्पल पनि सस्तो रहेछ कि यो बस्तुपुरतिर चाहिँ यसलाई कति 900 हजार कति भन्छ होइन। यहाँ चाहिँ जम्मा मिलाएर 500मै लग भइरहेको यहाँ। यो भाइ चाहिँ अब जुत्ता हेरौँ। अब भाइ चाहिँ यो जुत्ता लिइसकेको छ होइन बुढालीमा नाइकको। भाइ कस्तो छ, ठिक छ, राम्रो छ नि, सित बुझ्यो अब प्राइसको मात्रै कुरा गर्नु भएको छ। प्राइसको जुत्ता फिक्स हाल्दैन नि अनि चल्दिने हो होइन। ठिक छ, राम्रो छ नि त यो जुत्ता, एकदम बलिनु हुन्छ, राम्रो हुन्छ। ल यो ठाउँ चाहिँ एकदम सानो छ होइन, ठाउँ सानो भने एकदम राम्रो एकदम बबाल जुत्ता बिग्दो रहेछ यहाँ यार। विश्वास नलाग्ने कुरा होइन, अब अरू ठुल्ठुलो पसलभन्दा यसमा बबालै सामान बिग्दो रहेछ क्या। यो भाइको लागि चाहिँ जुत्ताहरू टिकेर अनि अब चाहिँ हामी स्कुटीपट्टि जानु लाग्यो। अनि त्यो बुट टाइप मैले लिएको थियो, त्यो बुट टाइपमा चाहिँ अलिकति प्राइजमा चाहिँ मिलेन। अनि प्राइजमा नमिलेको कारणले अनि बुट नभएको लियो होइन। जस्तो राम्रो प्राइजमा लियो भाइ, ठिक छ नि, चित्त बुझ्यो नि। त्यो प्राइजमा नमिलेर अर्को लियो नि, ठिक छ नि, चित्त बुझ्यो नि त बहिनीको। अब स्कुटीपट्टि जाउँ है। अनि मेरो स्कुटी यहीँ छ। अनि यतापट्टि साइडमा बुद्ध चोक छ होइन। अनि मेरो पढ्ने ठाउँ चाहिँ यही माथि हो। अब अलिकति ढिला भइसक्यो, 5 देखि 10 मिनट चाहिँ हल्का फुल्का ढिला भइसकेको छ। आउनु त अलिकति चाँडै आएको। अनि यो भाइलाई जुत्ता लिनु पर्ने नि त, जुत्ता लिएर बाहिर गयो, त्यस कारण ढिला भयो। अब यहाँ सिधै राखिजाउँ है। यहाँ चाहिँ ब्याङ्कहरू पनि छ। अनि मेरो पढ्ने चाहिँ अब माथि 4 तला माथि छ होइन। अनि साथ चढाउनु भएको होला, अलिकति ढिला भयो नि, केही छैन। 3टा पसल आइसक्यो। 3टा पसलमा आएर पुरै पसल खोलिसक्यो होइन। अझ धेरै पछि भ्लग बनाएको यहाँ पनि पाइएन। मलाई चाहिएको चाहिँ अर्को खालीमा थियो, खोइ देखाउनु थियो, यो खालीमा मात्रै पायो। लगाइ हेरौँ है। हुन्छ, यो चस्मा लगाउँदा मलाई त पुरै अन्धवस्त दिँदो रहेछ। पुरै त्यो अन्ध मान्छे हुन्छ नि, त्यो चस्मा लगाएको हिँड्ने जस्तो दिँदो रहेछ मलाई। र यो चौथो पसल चाहिँ हेर्नमा मैले फुलनासी चस्मा दिनको लागि बसेको होइन। अब यहाँ पनि मैले पाउनु नपर्ने ठेगान छ, यहाँ अलिक देखाइदिनु छ। अब एउटा चस्मा त पाइयो, तर त्यहाँ माथि छ, तर त्यो कलर अलिकति ब्ल्याकमा रहेछ। अनि त्यो अलिक साइज पनि धेरै ठुलो रहेछ। घरको म खोजिरहेको छु, अब हेर्ने सायद यहाँ पहुँच गर्न थाहा छैन। यो चौथो पसलमा पनि मैले भेटिनँ। अब यहाँबाट फेरि अन्त लानुपर्ने हुन्छ। तर यो पुरै बुद्ध चोकको एरिया होइन, मैले सबै छानबिन हानिसकेँ, कहीँ पनि भेटेन कि मैले त्यो खालको चस्मा चाहिँ। अनि अघि र मलाई देखिरहेको लुक्स र अनि अहिलेको लुक्समा चाहिँ के कस्तो फरक छ होइन, त्यो चाहिँ यसो कमेन्ट गरौँ होला सबैले। अब यतिको ह्यान्डसम भएर हिँडिसकेपछि त अब
गाह्रो हुन्छ त यार कसरी गाउँ छिर्ने होला भनेर मलाई मनमा डर लागिरहेको छ किनकि अब यति ह्यान्डसम भएर हिँड्दाखेरि गाउँलेको छोरीहरूले मलाई हेऱ्यो भनेदेखि त अब सबैजना पागल होलान् होइन मलाई हेरेर कसैले पनि मेरो यो लुक्समा कसैले आँखा नलगाऊ म अहिलेसम्म सिङ्गल छु र म खोजन कसैको हुनेवाला छैन र हुँदा पनि हुँदैन के गर्नु अब कसैले नहेरिस यस्तै भन्नुपर्ने हुन्छ गाइज होइन ठिक छ अब त्यही हो अब आजको भ्लगमा अब जे भयो भइहाल्यो अब राम्रो नराम्रो सबैजना यसो हेर्नु होला अब रेगुलर भ्लग आउँछ होइन हप्तामा 2-3 भ्लग चाहिँ आइरहन्छ अनि यहाँबाट मेरो गाउँ जानुपर्ने हुन्छ म यतापट्टिको वेदर पनि बवाल छ र यतापट्टिको वेदर पनि बवालै छ सो त्यही हो अनि यो पुलमाथि अब पुरै फिनिसिङ सबै भइसकेको छ अब मात्र उतापट्टि माटो फिलिङ गर्नु बाइक छ होइन अनि यो रङहरू सबै गरिसकेको छ बब्बाल देखिएको छ पुल होइन अनि यस्तो हेर्दा त मलाई राम्रै देखिन्छ होला अनि यतापट्टि साइडमा त माछा मारिरहेछ भाइहरूले जाला हाँड टक्कै माछा मारेको छ दाइहरूले होइन ओहो तर खासमा त बब्बाल देखिन्छ यहाँनिर भ्यू चाहिँ होइन बब्बाल देखिन्छ कि उतापट्टि यस्तो फुल्ली ब्ल्याक आए पनि तर राम्रो देखिन्छ यस बब्बाल लाग्छ होइन अनि हेर्दै अहिले आज टक्क बेलुका यहाँनिर बडाजिउ अनि मेरो साथ सबैजना टक्क आएर छ सबैजना आएर सबैजना जानुभएको छ उता हुन्छ बेलुकाको मेरो साथ आफै ड्राइभिङ गरेर होइन यहाँ बडाका र गाउँपालिकाको कर्मचारीहरू सडकको बोकेर गाउँमा यसरी गाउँ अवलोकन गर्दै हिँड्नुहुन्छ ट्राफिक एकदम बवाल ट्राफिक लाग्छ